आर्थिक विपन्न पनि भएको कारणले हामीले यस भिजन क्लब मार्फत चाहिँ केही आर्थिक सहयोग गरेका छौँ। म त अब स्वर्ग पुगे जतिकै भयो। अब यो भन्दा मलाई ठुलो अरू के भन्नु। अमेरिका मार्फत चाहिँ 8,000 रुपियाँ रकम पठाउनु भएको छ। भिजन क्लब यसरी नै सहयोग गर्ने हेतुले हामीले भिजन क्लब खोलेको हो। गोकर्णेश्वर 2 भूमिस्थलीका रामहरि श्रेष्ठको परिवारलाई अहिले केही राहत मिल्न थालेको छ। लामो समयदेखि अस्वस्थ रहँदै आएका श्रेष्ठको परिवार आर्थिक समस्यामा परेको खबर पाए लगत्तै भिजन क्लब इन्टरनेसनल र भिजन क्लब काठमाडौँले आज खाद्यान्न तथा स्टेसनरी सामानहरू उपलब्ध गराउनु भएको छ। बुवा पनि छैन, आमा पनि छैन। हजुरबाको स्थिति पनि दुईटै हातका औँलाहरू हत्केलासम्म काटिएको, एउटा हत्केलासम्म काट्न पर्ने स्थितिमा चाहिँ रोग भएको सिलसिलामा उहाँहरू आर्थिक विपन्न पनि भएको कारणले हामीले यस भिजन क्लब मार्फत चाहिँ केही आर्थिक सहयोग गरेका छौँ। हामीलाई यो सूचना प्राप्त चाहिँ कृषि न्युज, हाम्रो गोकर्णेश्वर स्थित कृषि न्युजले चाहिँ पहिला उहाँहरूले विभिन्न माध्यमबाट थाहा पाउनु भएपछि यसरी न्युजमा राखेपछि हामीले चाहिँ थाहा पायौँ र हामीले केही खाद्यान्न र स्टेसनरी र थोरै नगद पनि वितरण गर्ने अवस्थामा क्लबमा संलग्न व्यक्तित्वहरूले पनि व्यक्तिगत रूपमा पनि करिब 23,500 रुपियाँ नगद सहयोग गर्नुभएको छ। भिजन क्लब इन्टरनेसनलका प्रेसिडेन्ट गोकर्णेश्वर निवासी समाजसेवी उहाँ मार्फत अमेरिका मार्फत चाहिँ 8,000 रुपियाँ रकम पठाउनु भएको छ। सो रकम पनि हस्तान्तरण गर्दै हुनुहुन्छ र हाम्रै क्लबकै एकजना सदस्य नै हुनुहुन्छ। उहाँको गणेशलाल श्रेष्ठबाट पनि 2,000 रुपियाँ दाम चाहिँ हस्तान्तरण हुँदैछ। उहाँ चाहिँ आउन र क्लबका कोषाध्यक्ष जयराज श्रेष्ठ को तर्फबाट 2,000 र उपाध्यक्षको तर्फबाट 5,000 र त्यसै गरी शैलेश थापाबाट 2,000 र हाम्रो रमेश मल्लज्यूबाट 1,000 हस्तान्तरण भएको छ। त्यसै गरी यादव प्रधानबाट 2,505 जहाँ अप्ठ्यारो छ त्यहाँ चाहिँ सहयोग गर्न पाऊँ भन्ने धारणाका साथ हामी सबै खटिरहेको र कृषि न्युजले प्रथम उहाँले राख्नु भएको छ र यहाँ यस्तो समस्या छ भन्ने बित्तिकै तुरुन्तै उहाँ आएर हिजो हेरेर ल यो गर्नुपर्छ भन्ने कुरा भएपछि कृषि न्युजलाई चाहिँ यो सहयोग गर्नमा हामीले सहयोग गर्न लागि बाटो बनाइदिनु भएकोमा कृषि न्युजलाई धेरै धेरै धन्यवाद। यस्तै कहाँ समस्या छ त्यहाँ चाहिँ कृषि न्युजले चाहिँ यसो हेरेर यसरी अप्ठ्यारो परे मान्छेलाई सहयोग गर्न को लागि पहल गरिदिनु हुन म धेरै अनुरोध गर्दछु। अब हाम्रो हुनु नहुने बिजोग नै भइरहेको थियो, यसमा यस्तो गरिदिनु भयो, धेरै धेरै धन्यवाद। अब हाम्रो पनि यस्तो अवस्थामा थियो, यो अवस्था हुँदाखेरि पनि अब हामीलाई म त अब स्वर्ग पुगे जतिकै भयो। अब यो भन्दा मलाई ठुलो अरू के भन्नु। सबैलाई दुःख दिने त्यति चाहना पनि थिएन। ठिक छ, अब कृषि न्युज हामी समन्वय गरेर तपाईँको छोराको नाम फोटो उहाँहरू मार्फत लिएर हामी पनि पहल गर्नेछु।